हामीले बजेटमा घोषणा गरेका थियौँ। एउटा नेसनल लटरी स्किम लिएर आउँदैछौँ, करदाता केन्द्रित, र यसको बृहत लक्ष्य चाहिँ अर्थतन्त्रको औपचारिकीकरण। हामी बिलिङ कल्चरमा जानुपर्छ, बिल लिने दिने र सबै ट्रान्ज्याक्सनहरू चाहिँ रेकर्डेड हुने र यो डिजिटल दुनियाँमा ट्रेस गर्न सकिने र रकमको यो पारदर्शिताले आफ्नै नागरिकहरूबाट वा उपभोक्ताहरूबाट कति रकम राज्यले सङ्कलन गर्यो र पछि त्यो सङ्कलित रकम हामीले कहाँ कहाँ खर्च गऱ्यौँ भन्ने एउटा चाहिँ सार्वजनिक वित्त, पब्लिक फाइनेन्सको एउटा चाहिँ शाश्वत सिद्धान्त अनुरूप हामीले चाहिँ यसलाई अगाडि बढाएका हौँ। आइआरडीले यस्तो अभ्यास धेरै अगाडि गरेको थियो, तर त्यति बेला समय त्यति उपयुक्त रहेन। म्यानुअल बिलहरू डालोमा राखेर घोलेर निकालेर सुरु गरेको भनेर आइआरडीका साथीहरूले भन्नुभएको थियो। तर प्रविधि अहिलेको जस्तो हैन, जुन विधि एकछिन त कण्ठ गर्नै टाइम लाग्छ, जुन आधुनिक विधिबाट अहिले प्रविधिले गर्दाखेरि यो क्रिप्टोग्राफिक सेलेक्सन, ऱ्यान्डम सेलेक्सनबाट कुपन गर्न सकिने, हाम्रा हर चाहिँ ट्रान्ज्याक्सनहरू चाहिँ अब नगद पनि बोक्न नपर्ने, फोनबाटै अटोमेटिकली हुने, पछि त बिल पनि क्लेम गर्न नपर्नेतिर हामी जान्छौँ। अहिले हामीले फोन पे लगायत डिजिटल माध्यमबाट खरिद गरेका कुराहरू हाम्रो सिस्टममा स्वतः अटोमेटिकली रेकर्ड हुने र त्यो स्वतः रेकर्ड भएका ट्रान्ज्याक्सनहरू मध्येबाट छानेर भयो। झन्डै 2 करोड प्लस ट्रान्ज्याक्सन, 76 अरब चाहिँ कोही चाहिँ रुपियाँ बराबरको ट्रान्ज्याक्सनबाट आज लिएर आयो। अब यो सजिलै मलाई मेरो अनुमानमा यो खरबौँमा जान्छ मासिक, र यसले चाहिँ धेरै करदाताहरूलाई अब डिजिटल माध्यम अवलम्बन गर्न र बिलहरू दिने लिने संस्कारको विकास गरेर हाम्रो जुन राजस्व चुहावटका कुराहरू छन् हैन, अपारदर्शी करको नेटभन्दा बाहिर रहेका सबैलाई यसले चाहिँ औपचारिक ढङ्गले पारदर्शी रूपमा हैन देश निर्माणमा सहभागी हुन उत्प्रेरित गर्छ भन्ने हामीले आशा गरेका छौँ। यसलाई हामी सुधार्दै जान्छौँ, केही ग्लिचेसहरू आयो भने पनि यसलाई निरन्तर सुधार गर्दै जान्छौँ। तर जुन टेक्नोलोजी र पोलिसीको कम्बिनेसनले यो आज सम्भव भयो, त्यसलाई हामीले स्वीकार गर्दै ग्रहण गर्दै अगाडि जानुपर्ने हुन्छ। यो सालको राजस्व उठाउने लक्ष्य पनि असाध्यै महत्त्वकाङ्क्षी छ। हामीले चाहिँ 1580 अर्ब राजस्व उठाउँछौँ भनेका छौँ र यस्तै स्किमबाट करको दायरा फराकिलो गर्दै सबैलाई औपचारिक अर्थतन्त्रमा आबद्ध हुनलाई प्रोत्साहन गर्ने हेतुले यो लिएर आएको छ र यसले साँच्चीकै इन्करेज गर्छ भन्नेमा हामी विश्वस्त छौँ र यो सफल हुन्छ भन्नेमा हामी असाध्यै आशावादी छौँ र यसको सफलता सँगसँगै नयाँ स्किमहरू पनि हामी चाहिँ यसलाई फराकिलो बनाउँदै जान्छौँ।